गुड मर्निङ केटाकेटी हो। म चाहिँ यहाँ टक्कसँगले दर्पणको घर साइडतिर आइसक्यो। अब दर्पणलाई बोलाउन जानुपर्ने हुन्छ म होइन। अब के भन्नु अरू, आज चाहिँ म छिटै उठ्यो 5:30 बजे। हामी चाहिँ दर्पणकोमा टक्कसँगले आइसक्यो। अब ठुलो छोटो बोलाउनु पर्ने हुन्छ। दर्पण रेडी भएर बसेको जस्तो छ दर्पण चाहिँ। कसम आज चाहिँ रिजन भयो होइन केटा। एकछिनमा मर्निङ कोचिङ सिधै आउँछु है त। ल केटा हामी चाहिँ टक्कसँगले मर्निङ कोचिङ सिधिसक्यो हामी धनु भाइ। अब मर्निङ कोचिङ सिधिसक्यो केटा हो। अब टक्कसँगले 5 स्टार जाने हो हामी। 5 स्टार गरेर चाहिँ अब हामी आज चाउमिन खाने हो कि। टक्कसँगले चाउमिन खाने। रोजन भाइ आयो। अनि भाइ त स्कुल जान त रोजन भाइ र म लिएर आउँछु साइकलमा गएको हो। केटा हामी चाहिँ यहाँ टक्कसँगले भट्टे रोजन भतिसँग भेटिसक्यो। ओइ रुक्न, म चाहिँ बस्छु होइन अगाडि हो। झन्डै नलडेको बसेको है म चाहिँ। 5 स्टार चाउमिन चाउमिन लिन तँलाई नि खुवाउँला होइन कि म मात्रै गराम। टक्कसँगले बहिनीकोमा आइसक्यो। अब यहाँ चिया टक्कसँगले खाने हो, घर जाने हो। कन्टेन्ट त यस्तै हो केटा, आजकल कन्टेन्टै पाएन है त। यहाँ टक्कसँगले बहिनीको अर्डर निक्लिसक्यो। अब हामी तर्फबाट हाल्न जाने। त्यो 2जना पाखेलाई चाहिँ हामी अर्कै ठाउँ जान्छौँ भनेको के उल्लु बनाएर अब हामी निक्लिसक्यो। अब दिदीले तर्फबाट स्पोन्सर गर्ने रे। अब चटपटे खाने टक्कसँगले। अरू के भन्नु, यतानिर मन्दिरको अगाडि क्युआर छ क्या। यो मन्दिरमा चाहिँ क्युआर छ भने खुस्केटहरू के। यस्तो मन्दिरमा क्युआर कसले राख्छ, कसले हाल्छ हौ पैसा? बच्चाहरूले पैसा तैँले हाँस्न खोजिस्, म त हाँस्दै हाँसेन। दिन्छ भनेर क्युआर राखे। मैले मेरो टास्नु बसेको थिएँ केटा। टक्कसँगले अब हामी चटपटे खाने ठाउँमा भेटौँ है त। यहाँ चाहिँ क्या दामी दामी पप्पी भेटिरहेको। त्यहाँ 2टा हस्की हो। हस्की पनि तिम्रै हो? कति महिना भयो? यो तिम्रो लागि हो? तिम्रो लागि हो? तिम्रो पेट हो? के भनेर न के बोले भाइ? अब के बोले लामा भले कसम यिनीहरूले टोक्यो भने फेरि बाँच्दैन। कसैले यहाँ कुकुर भेट्छ क्या। छेउछेउमा जाऊ भाइ, छेउछेउमा। कस्तै तानेको के भने मजाले घिसाएर कुकुरलाई हिँड्नै नसक्ने गरी भाइ। अलिक बिस्तारै हिँड्यो न, बिचरा उयोहरू त हिँड्नै सक्यो होइन। यो अहिले चाहिँ कुकुरलाई पक्राउ। अस्ति हाम्रो यो ठाउँमा आएर देउसी खेलिदिएको भने त्यो भिडियो नवीनकोमा बनाएको थियो। डिलिट हान्दै खाऊ भने। वेलकम टु माई ब्लग दिदी। हामी चाहिँ यहाँ टक्कसँगले आन्टीकोमा आइसक्यो। केटा चटपटे बनाएपछि भेटौँ है त। टक्कसँगले हानिसक्यो। यहाँ चाहिँ केटाहरू भेटिसक्यो, बच्चाहरू हाम्रो यहाँ स्केटरहरू भेटिसक्यो। यो चाहिँ हाम्रो ल्याङल्याङ 69 सब्सक्राइबर। यस्तो नभन्न भाइ। अनसब्सक्राइब चाहिँ नाने झोले हान्छ, त्यसको घोडाएर खोडा खान्छ है मासरी। त्यो देखेको छ नि फेरि 10,000 को डेको खान्छ नि टाउकोमा। ग्याच भाइ रोहित भाइहरूले भनेपछि मान्नै पर्ने हुन्छ। अब केटा हो रोहित भाइ। ग्याङ साइन देखायो केटा हो।
टक्कसँगले यहाँ चाहिँ स्केट रहेछ महाप्रसाद अहिले म ल टक्कसँगले स्केट वाउ यो चाहिँ हाम्रो ओल्ड प्लेयर हो के अहिले चाहिँ म भ्लगमा हो कि केटा पहिला चाहिँ मैले स्केट हान्थ्यो हल्का आधी ठिकै अहिले चाहिँ यहाँ केटाहरू डनमा स्केटको होइन ल ग्याङसान देखाएर ल रोमन भाइ तम्जा कल आयो तेरो भाइ ल घर जा केटा हो ल मस्तले आइफोन यहाँ अर्को आइफोन गर्लफ्रेन्डको कल आइसक्यो गर्लफ्रेन्डको कल रे ल कल आइसक्यो ल ल घर जा केटा हो ल केटा बाई बाई बेग चाहिँ दामी रहेछ बेकर्सको घर जा बाबु ल यस्तो ल ल ट्याक्कै लु जा घर जा भाइ घर जा यिनीहरूलाई नि मेरो भ्लगमा आउन मन रहेछ बिहानै भनेको थियो टक्कसँगले अब ओली हान्नु खोजेको ओलीले नभएर हाने कति बसी हान्नु ल केटा एकछिनमा चरपट्टि आइसक्यो भेटौँला है त आन्टीले कन्टेन्ट दिनुहुन्छ जस्तो छ आन्टी केमा हालेको रे भिडियो इन्डस्ट्री रे आन्टीले भन्नुभएको चाहिँ चरपट्टि टक्कसँगले रेडी भइसक्यो ल खाइसोस् दिनुभयो आन्टीले आन्टीको हातमा चाहिँ छुट्टै मजा खायो किनभने आन्टीले चुरोट तानेर चरपट्टि बनाउनु हुन्छ यो म्युट हानिदिन्छु म्युट हात धुनुमा आन्टीले एकदम हाइजिन मेन्टेन गर्नुहुन्छ केटा हो यहाँ हाम्रो चरपट्टि बनाइसि पनि हात धोएर अब लाफिङ बनाउँदै हुनुहुन्छ आन्टीले चुरोट खाँदाखेरि चाहिँ पन्जा लगाएर खानु हुँदो रहेछ आन्टीले चुरोट तान्नु मात्रै हुन्छ खानु हुन्न यो चाहिँ म्युट हानिदिन्छ है आन्टी यो चुरोट चाहिँ म्युट हानिदिन्छ है तपाईँ त भाइरलै हो नि यहाँ चाहिँ चरपट्टि टक्कसँगले आइसक्यो यहाँ अब चरपट्टि खानुपर्ने हुन्छ हामीले भाइरल भएपछि दिमाग खराब हुन्छ रहेछ आन्टी मैले त भाइरलै हो ल केटा अब एकछिनमा चरपट्टि खाएपछि जाने बेला भेटौँला हामी चाहिँ यहाँ टक्कसँगले खाइसक्यो दुइटा त चाहियो नि टक्कसँगले चरपट्टि सरपट्टि खाइसक्यो आन्टीले गाली गर्नुभयो खोर्सानी मात्रै छोडिसकेको थियो 70 रुपियाँको ललिपप बेचे आन्टीले 70 रुपियाँको ललिपप बेच्नु अरे अब केटा अब यहाँ अस्ति बिहे भएको ठाउँमा नि आएर देउसी खेल्थ्यो के गर्नु आउँछ आन्टीले यहाँ पुरै 50 को पेट डब्बै हुने गरी दिनुभयो हिँड्नै मन थिएन 60 को रे ओए 60 को चटपटे तर हेर्दाखेरि 30 को जस्तै थियो नभनौँ आन्टीले माया गर्नुभयो ललिपप 70 रुपियाँको दिनुभयो आशिका तामाङ दिदी कहाँ हुनुहुन्छ हजुर यहाँ महँगो बढिसक्यो एक प्लेट चटपटेको 60 रे केरा यो खोल चाहिँ 10 मिनट खानुपर्ने रहेछ मलाई थाहा थिएन थ्याङ्क यू दिदी मलाई त थाहै थिएन यता आउनु यहाँ दिदी तपाईँलाई खाला के दिदी भएपछि यतिको चाहिँ गर्नै पर्यो दिदीलाई सेफ राख्नु पर्यो अघिदेखि स्कुटीमा पेट्रोल छैन के छैन है अघिदेखि चुहाइ सानो भनेदेखि चुहाइ गर्दै ल्याएको हो के इभी रे तर यतिको भयो नि किन है म आकाश धरती साँचे छु दिदीलाई चाहिँ सेफ राख्नुपर्ने हुन्छ मैले दिदीले चाहिँ पुरै हट प्यान्ट लगाइरहनु भएको रहेछ आज किन लन्डन हो मलाई त थाहै थिएन आज चाहिँ किन गर्मी भयो भनेको हुन्न दिदीले हट प्यान्ट लगाएको रहेछ नि त म लन्डनबाट हो के दिदी लन्डन
बाट हो अरे लन्डन भनिन्छ दिदी त्यो रत्न पार्कको साइडको ठाउँलाई नि लन्डन नै भन्छ होइन अच्छा ठीक है टक्कसँगले अब केटा हो म पसल जान्छु पसलमै भेटौँ न है त केटा हो चाहिँ म ट्याक्क पसल बाहिर आइसक्यो मेरो अब यहाँ आज मलाई मम्मीले गाली गर्नुहुन्छ एकदम ढिलो आएँ म अब केटा खाजा खाएर यहाँ अब मम्मीको कुटै नि खानुपर्ने हुन्छ मैले केटा अब एकछिन घर जाने बेला भेटौँ न है त यहाँ टक्कसँगले म ठ्याक्कै निक्लेको थिएँ यहाँ ल केटा यहाँ चाहिँ म ठ्याक्कै घरबाट निक्लेको थिएँ यहाँ भाइ बहिनीहरू भेट्यो ल अब चाहिँ बहिनीकोमा जानु लाग्यो अब टक्कसँगले केटा अब बहिनीकोबाट निक्लेपछि म भिडियो नै हान्छु है त टक्क यहाँ चाहिँ बन्द रहेछ अब खोइ नबिनहरू कहाँ यहाँ चाहिँ पछाडिबाट एन्ट्री हान्नुपर्ने हुन्छ सामने यति कुरा आउँदाखेरि बल्ल तल आयो आधी घन्टा कुर्यो भने कस्तो गुहाएर दिएर हक्छु यिनीहरू एकैछिनमा आउँछ जस्तो लाग्यो है एकछिन हकौँ भनेको यार बरु हगेर आएको भयो नि भ्याउने रहेछ आधी घन्टा कुरायो खातेहरूले अब टक्कसँगले आइसक्यो अब कहाँ लाने हो फेरि यिनीहरूले आधी घन्टा घुमाउँछु बल्ल त लाग्यो फाइनली अब कुरा कहाँ जानु थाहा भएन आधी घन्टा कुरा यार गुआइरहेको थिएँ हक्छु भनेको हो र हक्छु भनेको यार बरु हगेर आएको भयो नि भ्याउने रहेछ कति ढिलो आएको मैले 4वटा सब्सक्राइबर भेटिसक्यो एउटै सब्सक्राइबर 4चोटि भेटेको कि बहिनीहरू अब केटा टक्कसँगले स्विमिङ पुल जाने होला चिया खाने हो दुःख भयो अब केटा एकछिनमा भेटौँला टक्कसँगले यहाँ दिदीकोमा होइन आमा च्वास्सै चिया दिदीकोमा आइसक्नु लाग्यो बन्द बन्द के हो यो बन्द रे केटा हो अब कहाँ केटा पैसा नभएपछि अब यत्तिकै जाने हो यहाँ टक्कसँगले आइसक्यो स्विमिङ पुल होइन अस्ति स्विमिङ खेलेकोदेखि मलाई पुगिसक्यो अड्डाभित्र आइसक्यो अब केटा हो आजको लागि यति बाई गुड नाइट ह्याभ अ स्विट ड्रिम्स केटा हो विश्वास.भ्लग्स र मेरो च्यालेन्ज चाहिँ नबिर्सिनु होला होइन ल यति भन्दै म आजको भ्लग टुङ्गाउन सिद्धाउन के भन्छ त्यही चाहन्छु है त केटा बाई